आउनुहोस् अब हेरौँ परमेश्वरले तपाईँ र मेरो बारेमा के भनिदिनुहुन्छ साथीहरू। हामी जसले यसोलाई स्वीकार्छौँ र विश्वासमा दृढ रहन्छौँ। जुन पहिलो पत्रुस 2:9 तर तिमीहरू त चुनिएका वंश, यति नै। हामी चुनिएका रहौँ, हामीले केवल दृढ रहनुपर्छ। तर त्यहाँ कुनै तर छैन साथीहरू। हामी यसमा दृढ रहनुपर्छ यदि हामी हाम्रो आशिष गुमाउन चाहँदैन भने। तपाईँले परमेश्वरको वचनलाई बुझ्नुपर्छ। मलाई माफ गर्नु होला यदि तपाईँ कोही चर्च जानुहुन्न भने तपाईँ आफ्नो दिमागमा हुनुहुन्न। तपाईँ चर्च जानुपर्छ र स्वीकार्नुपर्छ। तर म त अर्कै धर्मबाट हुँ। के परमेश्वर तपाईँलाई धोका दिनुहुन्छ? उहाँले तपाईँलाई मौका दिनुहुन्छ जीवन जित्नको लागि, तर त्यसलाई तपाईँले खेर फाल्नुभयो। किनभने फर्केर जानुहोस्, उहाँमा फर्केर जानुहोस्। तर तिमी त चुनिएका वंश, राजकीय पुजारीगिरी हौ, जसले प्रार्थना गर्छ परमेश्वरले त्यसलाई उत्तर दिनुहुन्छ। पवित्र जाति, परमेश्वरका निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्धकारदेखि उहाँका उदेकको ज्योतिमा ल्याउनुभयो ताकि तिमीहरू उहाँका आश्चर्यकर्म कार्यहरूको घोषणा गर्न सक। के तपाईँले परमेश्वरको वचनलाई घोषणा गर्नुभएको छ? त्यसो भए अब सुरु गर्नुहोस्। आउनुहोस् प्रार्थना गरौँ। पिता, मेरा भाइ बहिनीहरूलाई तपाईँको काम गर्न त्यो इच्छा दिनुहोस्। तपाईँको भएर र संसारमा तपाईँको शक्ति प्रकट गर्न, आफ्नो जीवनमा, आफ्नो परिवारमा र तपाईँले पठाउनु भएकोहरूको जीवनमा स्वर्गीय सेवक बन्न। धन्यवाद मेरो प्रभु। प्रभुले आशिष दिउन्। आमेन।